एक दिन एकजना बटुवा यानि यात्री लामो यात्रामा निस्केको थियो। धेरै हिँडेपछि ऊ थाक्यो र एउटा सानो गाउँमा पुग्यो। साँझ परिसकेको थियो, त्यसैले उसले रात बस्नका लागि घर खोज्न थाल्यो। गाउँको छेउमा एउटा बुढी आमाको सानो घर थियो। बटुवाले ढोका ढकढकायो र भन्यो, आमा, म धेरै टाढाबाट आएको बटुवा हुँ। आज रात बस्न र अलि खान दिनुहुन्छ? बुढीले भनिन्, छोरा, म आफै गरिब छु, घरमा खान पनि खासै छैन, तिमीलाई के दिनु? बटुवा अलि चलाक थियो। उसले भन्यो, आमा, चिन्ता नगर्नुहोस्, म ढुङ्गाको खिचडी पकाउन जान्दछु, तपाईले भाँडो र पानी मात्र दिनुहोस्। बुढी छक्क परिन्, तर जिज्ञासाले भाँडो र पानी ल्याइदिन्। बटुवाले भाँडोमा पानी हालेर एउटा ढुङ्गा राख्यो र आगोमा उमाल्न थाल्यो। अलि बेरपछि उसले भन्यो, आमा, यदि थोरै नुन भए झन् स्वादिलो हुन्थ्यो। बुढीले अलिकति नुन ल्याइन्। फेरि केही समयपछि बटुवाले भन्यो, यदि अलिकति चामल पनि भए खिचडी अझ राम्रो हुन्थ्यो। बुढीले चामल पनि ल्याइन्। पछि बटुवाले भन्यो, अलिकति तरकारी भए त झन् मिठो हुन्थ्यो। बुढीले त्यो पनि ल्याइन्। यसरी गर्दा जाँदा स्वादिलो खिचडी तयार भयो। अन्त्यमा बटुवाले ढुङ्गा निकालेर भन्यो, आमा, हेरौँ, ढुङ्गाको खिचडी तयार भयो। दुवैले मज्जाले खिचडी खाए। बुढीलाई थाहा भयो कि बटुवाले ढुङ्गाबाट होइन, बुद्धि र चलाखीबाट खिचडी बनाएको रहेछ। कथाको सन्देश छ, बुद्धि र चलाखी प्रयोग गर्यो भने असम्भव जस्तो कुरा पनि सम्भव हुन्छ।